हेलो साथीहरू, तपाईँलाई स्वागत छ आज मेरो न्यू भिडियोमा। र हजुरहरू यति नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला, ताकि म पनि हजुरलाई गर्न पाऊँ। त्यसो हुन्छ तपाईँहरूले, म चाहिँ आज आएको छु बाहिर घुम्नलाई होइन। घट्टो गयो, घट्टोमा बसेर सरर दिल्लीको नजारा देखाउँदैछु तपाईँहरूलाई। त्यहाँ चाहिँ हुन्छ उतापट्टि फुलको खम्बा पेन्ट हुँदैछ। यहाँ चाहिँ भनेदेखि यहाँ अर्कै सिस्टम बनाउनु भएको छ। यहाँ चाहिँ विदेशी सिस्टम र यहाँको गाडीहरू त तपाईँहरूले देख्नुहुन्छ सेम नेपालको जस्तै हो होइन। यहाँतिरको क्याबहरू बाइक त्यस्तै छ र ब्रिज पनि यस्तो पेन्ट गरेर यता पनि गराएको छ। र यहाँ चाहिँ लेखेको छ दिल्ली। यो ब्रिज थरी थरीका ब्रिजहरू छन्। उतापट्टि होटल हो, एयरपोर्ट साइड हो नि त, त्यही भएर यहाँ चाहिँ विभिन्न मान्छेहरू बस्न आउनुहुन्छ। तर यदि तपाईँहरू बाहिरबाट यता आउनुभयो भने, दिल्ली आउनुभयो भने ट्याक्सीमा त बस्नु होइन। ट्याक्सीले लास्टै भाडा महँगो लिन्छ, तर त्यति चाहिँ महँगो हुँदैन होइन। 2000-3000 लिइदिन्छ। जहाँ पर्ने चाहिँ तपाईँहरूको त्यस्तै धेरै पर्दैन, 200-300 पर्छ। उसले चाहिँ ट्याक्सीहरूले चाहिँ 3000-4000 लिइदिन्छ। र होटेलमा पनि तपाईँहरूको होइन, होटेलमा पनि 1000 रुपियाँको रुम छ भने 3000-4000 रुम भनेर ट्याक्सीवालाले कन्ट्याक्ट गरेर होटेलवालाले दिन्छ। तपाईँहरू त अब नयाँ नयाँ आउनुहुन्छ, थाहा हुँदैन होइन। नयाँ नयाँ आएको भएर थाहा नभएर जति पनि दिइन्छ नि होइन, त्यस्तै हो। तर के गर्नु, जहाँ पनि जानुहुन्छ तपाईँहरू ट्याक्सी जानु, एकतालि नेटमा सर्च गर्नु गुगलतिर होइन। त्यहाँतिर गएर तपाईँहरूले के गर्नुपर्ने हुन्छ भन्नु, ट्याक्सीमा जानु कोही छैन 1000 जति लिए पनि, तर होटेलमा चाहिँ धेरै दिन रोक्नु छ भने यहाँबाट म बाहिर जाने हो, वहाँ गाउँ टाइपमा के अरे होटेलको बाहिर रोकिदिनु, मेरो यहाँ मान्छे आउँछ, मेरो मान्छे यतै बस्छ भनेर त्यसो चाहिँ गर्न सक्नुहुनेछ। र त्यही हो, ट्याक्सीवाला त्यहाँ लुट्छ। त्यही हो, आफै दिमाग लाएर बस्नु होला होटेलतिर बस्ने मान्छेहरू चाहिँ। यहाँ चाहिँ धेरै नेपाली दाजुभाइहरू परिसकेका हुन्छ। अब 4-5 दिनको लागि आउनुहुन्छ होइन, 10-12 दिन पनि रोक्न सक्नुहुन्छ अरू। अब 3-4 हजार तिरेर त कसरी बस्ने। त्यही हो भिडियो अन्तिम।